सिंहदरबार प्रवेशमा वकिलहरूलाई कडाई प्रति एमाले सांसद सुहाङ नेवाङले गराई प्रधानमन्त्रीको ध्यान आकर्षण। दर्शकबिन कानून व्यवसायीलाई सिंहदरबार प्रवेशमा गरिएको कडाई प्रति चासो राख्दै एमालेका युवा सांसद सुहाङ नेवाङले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। नेवाङले कानून व्यवसायीहरूलाई नेपाल बार काउन्सिलले जारी गरेको परिचय पत्रका आधारमा सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन लिखित ध्यान आकर्षण गराएका हुन्। प्रधानमन्त्रीको सचिवालयमा समेत आफूले यसबारे मौखिक जानकारी गराएको उनले बताएका छन्। कुनै पनि नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानून व्यवसायी नियुक्ति गर्न पाउने संवैधानिक अधिकार रहेको पत्रमा स्मरण गराइएको छ। त्यस्तै सिंहदरबार भित्रका विभिन्न निकाय र संसदीय दलका कार्यालयहरूले समेत कानूनी परामर्शका लागि कानून व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको उनले स्मरण गराएका छन्।